Hello everyone. So today we are going to discuss theories of social stratification. So I have selected three important theories, which are: number one is functionalist theory, number two Marxist theory, number three Weberian theory. So start one by one. So functionalist theory. Number one, functionalist compares society to an organism as it consists of different parts that are integrated and work together in cooperation. Similarly, society is made up of various social institutions, each performing distinct functions to maintain social stability. Number two, for example, in every society, there are doctors, teachers, lawyers, farmers, and others who engage in different occupations. While their roles vary, they are interdependent and each contributes essential functions necessary for the smooth functioning of society. So, Herbert Spencer was the first person, जोले चाहिँ सोसाइटी चाहिँ अर्गानिजमसँग चाहिँ कम्पेयर गर्नु भएको थियो। जस्तै हाम्रो मैले यहाँनिर अलरेडी मैले पिक्चर लगाएको छु कि यो पिक्चर चाहिँ मैले अनलाइनबाट गुगलबाट मैले लिएको हो। अनि जुन सोसाइटी चाहिँ अर्गानिजमसँग चाहिँ कम्पेयर गर्नु भएको छ, जसमा चाहिँ उहाँले भन्नुभएको छ कि हाम्रो ह्युमन अर्गानिजम हैन, हाम्रो जुन चाहिँ हाम्रो बडी स्ट्रक्चर छ बाहिरबाट हेर्दाखेरि एकदम फिट देख्छ हैन, अनि एकदमै फंक्शनिङ देखिरहेको हुन्छ हैन। तर भित्र चाहिँ अब जुन चाहिँ हाम्रो ह्युमन बडीमा चाहिँ डिफरेन्ट पार्ट्स छ नि त हैन, जसको कारणले गर्दाखेरि चाहिँ हाम्रो बडी चाहिँ एकदमै स्मूथ भएर हैन स्मूथली फंक्सन गरिरहेको छ हैन। जस्तै हाम्रो ब्रेन भयो, हाम्रो लंग्स भयो हैन, हाम्रो किडनी भयो, हाम्रो स्किन भयो हैन, हाम्रो हरेक बडी को पार्ट्स चाहिँ इट इज इम्पोर्टेन्ट छ नि त हैन, हाम्रो हरेक छ रे। तर हाम्रो एउटा हात नै काम गरेन भने हाम्रो बडी एकदम इफेक्टिभ वेमा के गर्दैन, काम गर्दैन हैन। जस्तै सिमिलरली सोसाइटी पनि त्यस्तै हो। सोसाइटीमा पनि के हुन्छ, अब यो सोसाइटी भयो हैन, सोसाइटीमा पनि के हुन्छ, सोसाइटी चाहिँ एउटा मेन बडी हो जसमा चाहिँ पार्ट्सहरु चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले भन्न सक्छौं कि हस्पिटल छ हैन। यो जुन चाहिँ स्ट्रक्चरहरु छ, सोसाइटीको स्ट्रक्चरहरु चाहिँ, सोशल स्ट्रक्चरहरु चाहिँ सोसाइटीको चाहिँ एकदमै इम्पोर्टेन्ट पार्ट हो हैन। जस्तै हस्पिटल भयो हैन, जस्तै रिलिजन भयो, अनि फ्यामिली भयो, अनि पुलिस स्टेशन भयो हैन, अनि ब्युरोक्रेसी भयो, अनि कलेज भयो, अनि म्यारेज भयो हैन। यो सबै के हो, सोसाइटीको चाहिँ इम्पोर्टेन्ट पार्ट हो। अनि अरु धेरै पनि छ ती पनि स्मूथली फंक्सन हुनको लागि हैन। यो जति पनि छ, हस्पिटल छ, रिलिजन छ, म्यारेज छ, फ्यामिली छ, अनि जति पनि छ, ब्युरोक्रेसी छ, कलेज छ, अनि हस्पिटल छ, यो एकदमै नेसेसरी हो। सोसाइटी एकदम फंक्सन हुनको लागि यो चाहिँ एकदमै नेसेसरी हो भनेर चाहिँ भन्छ हैन। इफ फर एक्जाम्पल अब सोसाइटीमा सबै कुरा स्मूथली चलिरहेको छ हैन, एकदम हरेक पार्ट्स, जस्तै पार्ट्स भनौं रिलिजन भयो हैन, अनि म्यारेज भयो, अनि ब्युरोक्रेसी भयो, अनि कलेज एकदमै स्मूथली चलिरहेको छ, फ्यामिली पनि एकदम स्मूथली चलिरहेको छ। तर के छ, हस्पिटल हैन, हस्पिटलै छैन भने हैन सोसाइटीमा फंक्सन हुन सक्छ, एकदम प्रपर म्यानरले फंक्सन हुन सक्दैन नि त हैन। किनकि हामी एज अ ह्युमन बीइङ भएपछि हामीलाई बिमार हुन्छ, हामीलाई के चाहिन्छ, मेडिकल फेसिलिटी चाहिन्छ हैन। त्यो नीड्स चाहिँ कसले पूरा गर्छ भन्दाखेरि चाहिँ डाक्टरले हैन, हस्पिटलले चाहिँ त्यो नीड्सलाई, हाम्रो बिमारीलाई, हाम्रो हेल्थलाई प्रोटेक्ट गर्नको लागि हैन, त्यसको लागि फंक्सन गर्ने काम चाहिँ कसले गर्छ, हस्पिटल गर्छ। सो फंक्शनलिजमले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हरेक कुरा चाहिँ एकदमै सोसाइटीमा जति पनि कुरा छ एकदमै इम्पोर्टेन्ट छ,
इफ एउटा पार्टमा चाहिँ डिसफङ्क्सन वर्क गरिरहेको छ भने चाहिँ सोसाइटीमा के हुन्छ, यो चाहिँ सोसाइटीलाई चाहिँ के पर्छ, इफेक्ट पर्छ भनेर भन्छ। सो functionalist perspective on social stratification. Number 1, the functionalist theory of stratification as proposed by Kingsley Davis and Morey explain how social inequality arise and why they are considered necessary for the stability and functioning of society. Number 2, according to this perspective, all societies are stratified into different groups for their continued survival. Number 3, although these groups are unequal, this inequality is viewed as functional, as individuals who are more qualified or skilled occupy higher ranking positions that are more important for society. Functionalist perspective ले चाहिँ सोशल स्ट्राटिफिकेसनमा चाहिँ के पोइन्ट अफ भ्यू छ भन्दाखेरि चाहिँ सोशल स्ट्राटिफिकेसनले चाहिँ के गर्छ, सोसाइटीमा चाहिँ मेन्टेन गर्छ हैन, इनइक्वालिटी हुनु एकदमै इम्पोर्टेन्ट छ भनेर भन्छ हैन। जसमा चाहिँ किङ्सले डेभिस एन्ड मोरेली चाहिँ के भन्छ भन्दाखेरि चाहिँ जति पनि सोसाइटीमा इनइक्वालिटी छ हैन, एकदमै नेसेसरी छ भनेर भन्छ। एकदमै नेसेसरी छ कि सोसाइटीमा फंक्सन हुन लागि हैन, अनि सोसाइटी चाहिँ सर्भाइभ गर्नको लागि चाहिँ अनइक्वल अनि डिभिजन भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ भनेर भन्छ हैन। अनि यो अनइक्वल पनि के गर्छ, अनइक्वल जुन चाहिँ छ ग्रुपमा त्यो चाहिँ अनइक्वल चाहिँ के को कारणले हुन्छ हैन, अनइक्वल पनि एकदमै इम्पोर्टेन्ट छ। अनि अनइक्वल पनि के को कारणले हुन्छ, जो चाहिँ एकदमै क्वालिफाइड हुन्छ अनि एकदमै स्किल भएको पिपलहरु हुन्छ हैन, पिपलमा चाहिँ अनइक्वल कसरी चाहिँ डिभाइड हुन्छ, डिभिजन हुन्छ भन्दाखेरि चाहिँ अन द बेसिस अफ देयर स्किल हैन, क्वालिफिकेसन ले गर्दाखेरि चाहिँ के हुन्छ, सोसाइटीमा चाहिँ पिपलहरु चाहिँ के हुन्छ, र्याङ्क अर्डरमा छुट्टिन्छ। जस्तै भनौं न भन्दाखेरि फर एक्जाम्पल डक्टर भयो हैन, सोसाइटीको एकदमै इम्पोर्टेन्ट एजेन्ट भनेर मान्छ नि त हैन डक्टरलाई। नर्स हुन्छ हैन, नर्सको चाहिँ के छ, अलिकति रोल पनि कम्ती छ अनि उनीहरुको स्यालेरी पनि कम्ती छ। अनि अलिकति आईएएस अफिसर हैन, आईएएस अफिसर हामीलाई याद छ कि आईएएस अफिसरको चाहिँ एकदमै के छ, सोशल स्ट्याटसमा एकदमै हायर छ, उहाँहरु एकदमै पावरफुल हुन्छ। वेयर एज कन्स्टेबल पनि सोसाइटीमा उहाँहरुको पनि सोशल पोजिसन राम्रो हुन्छ, तर वेयर एज आईएएस अफिसरको चाहिँ के हुन्छ, एकदमै के हुन्छ भन्दाखेरि चाहिँ उहाँहरुकोमा एकदमै पावर बेसी हुन्छ हैन, पोजिसनलाई अप्रिशिएट गर्छ हैन। अनि हामीले यहाँनिर के देख्दैछौं त, सोसाइटीमा चाहिँ के छ भन्दाखेरि चाहिँ सोसाइटीमा के गर्छ, अनि डक्टर छ हैन, आईएएस अफिसर छ, उहाँहरुलाई एकदमै उहाँहरुकोमा के हुन्छ, पोजिसन एकदमै माथि हुन्छ। वे एज सोसाइटीमा अझै राम्रो काम गरोस् भनेर चाहिँ हैन, उहाँहरुको पोजिसनलाई चाहिँ के गर्छ, उहाँहरुलाई चाहिँ के गर्छ भन्दाखेरि चाहिँ रिवार्डहरु उहाँहरुलाई प्रोभाइड गर्छ कि सोसाइटीमा, किनकि उहाँहरुको चाहिँ इम्पोर्टेन्ट रोल छ भनेर भन्छ। सो यो फंक्सन चाहिँ फंक्सनलिस्ट पर्सपेक्टिभले चाहिँ सोशल स्ट्राटिफिकेसनमा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ जो चाहिँ एकदमै हायर माथि लेभलको हुन्छ, हायर र्याङ्कमा भएको मान्छेहरु हुन्छ हैन, जस्तै डक्टर भयो, आईएएस अफिसर भयो हैन, टाइम टु टाइम चाहिँ रिवार्ड दिनुपर्छ सो दैट सोसाइटीमा चाहिँ अझै राम्रो काम गरोस् भनेर चाहिँ सोसाइटीले चाहिँ के गर्नुपर्छ, उहाँहरुलाई चाहिँ अप्रिशिएट गर्नुपर्छ, उहाँहरुलाई रिवार्ड दिइबस्नुपर्छ टाइम टु टाइम भनेर चाहिँ भन्छ। ओके,
So now we are going to understand Marxian perspective on social stratification. Number one, the Marxian perspective offers a viewpoint that is fundamentally opposed to the functionalist view of social stratification. While functionalists see stratification as a necessary and integrative system that ensures the smooth functioning of society, Karl Marx viewed it as a system of inequality and exploitation. According to Marx, stratification reflects a division in society, not a cohesive structure. Number two, in Marx's analysis, society is divided into two main classes, the bourgeois and the proletariat. The bourgeois owns and controls the means of production, such as land, factories, and capital, while the proletariat owns only their labor power, which they must sell in exchange for wages. Number three, Marx defined a class as a social group whose members share the same relationship to the force of production. The capitalist class or bourgeois seeks to acting surplus value from the labor of the working class. In contrast, the proletariat provides labor but receive only wages in return, which Marx considered exploitative. So, Marxian perspective चाहिँ हामीले कसको ओपिनियन स्टडी गर्छ भन्दाखेरि चाहिँ Karl Marx was the prominent person who introduced or who was the person जो चाहिँ सोसाइटीमा चाहिँ के देखिरहेको थियो, उहाँले चाहिँ के देख्नुभयो भन्दाखेरि चाहिँ जहाँनिर चाहिँ एक्सप्लोइटेसन भइरहेको छ है, जहाँनिर चाहिँ अप्रेस भइरहेको छ हैन, अनि सोसाइटीमा चाहिँ मेनली चाहिँ दुईटा क्लास छ भनेर चाहिँ भन्छ। मेनली दुईटा क्लास कुन भन्दाखेरि चाहिँ proletariat एन्ड bourgeois हैन, जो चाहिँ proletariat ग्रुप चाहिँ को थियो, proletariat चाहिँ को थियो, उहाँहरूले चाहिँ जे पनि गर्छ खाली वेजेसको लागि मात्रै गर्छ हैन, उनीहरुकोमा चाहिँ के छैन, आफ्नो लागि उनीहरुकोमा चाहिँ के छैन। इभन उनीहरुले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ मार्क्सले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ proletariat ग्रुपकोमा चाहिँ के पनि छैन, उनीहरुकोमा आफ्नो ल्यान्ड पनि छैन भनेर भन्छ। वेयरएज bourgeois ग्रुपकोमा चाहिँ एभ्रीथिङ छ। उहाँहरूले चाहिँ bourgeois ग्रुपले चाहिँ खाली के गर्छ भन्दाखेरि चाहिँ खाली प्रॉफिट, अनि जे कुरामा पनि प्रॉफिट हेर्छ हैन, अनि जति पनि कामहरु छ प्रॉफिट छ। कसो कारणले भन्दाखेरि चाहिँ proletariat को कारणले गर्दाखेरि हैन, proletariat ग्रुपको कारणले गर्दाखेरि, सब्जेक्ट ग्रुपको कारणले गर्दाखेरि, जो चाहिँ एक्सप्लोइटेड ग्रुप छ त्यसको कारणले गर्दाखेरि चाहिँ प्रॉफिट भइरहेछ। त्यो प्रॉफिट चाहिँ कसकोमा हुन्छ, त्यो प्रॉफिट चाहिँ कसको खासमा चाहिँ कसको भन्दाखेरि चाहिँ proletariat ग्रुपको हैन, जो चाहिँ अप्रेस्ड ग्रुपको। तर bourgeoisले चाहिँ के गर्छ, उनीहरुलाई चाहिँ खाली वेजेसको रूपमा मात्रै हेर्छ, अनि के गर्छ भने उनीहरुकोमा चाहिँ खाली लेबर पावर मात्रै हुन्छ। कसकोमा भन्दाखेरि चाहिँ proletariat कोमा। अनि एभ्रीथिङ जति पनि के छ भन्दाखेरि जति पनि के छ यहाँनिर, जति पनि फ्याक्ट्रीज छ, जति पनि ल्यान्ड छ हैन, जति पनि मेसिनहरु छ, त्यो सबै चाहिँ कसको भन्दाखेरि चाहिँ ओनर चाहिँ को भन्दाखेरि चाहिँ bourgeois, जो चाहिँ के छ फ्याक्ट्रीको मालिक छ हैन। अनि हामीले यहाँनिर ग्रुपमा के देख्न सक्दैछौं भन्दाखेरि चाहिँ के देख्दैछौं भन्दाखेरि यहाँनिर फ्याक्ट्री छ हैन, यहाँनिर जति पनि यो ट्र्याक्टर छ, यो ल्यान्ड छ, यो बिल्डिङ छ हैन, अनि यहाँनिर जति पनि ल्यान्ड छ यो चाहिँ कसको हो भन्दाखेरि चाहिँ यो चाहिँ bourgeois को हो हैन, जसले चाहिँ के गर्छ एभ्रीथिङ उसको हातमा हुन्छ। अनि जति पनि यहाँनिर पिक्चरमा देख्न सक्छौं कि यहाँनिर चाहिँ के भइरहेछ, आफ्टर हैन, जब मेसिन आएपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ अझै लेबर पावर चाहिँ घटेर गयो। किन भन्दाखेरि चाहिँ मेसिन चाहिँ के गर्यो,
लेबरहरुको जति पनि जब छ त्यो कुरालाई चाहिँ के गर्यो मेसिनमा कन्भर्ट भयो हैन मेसिन आएपछि जस्तै फर एक्जाम्पल हामी देख्न सक्छौं कि मोडर्न टाइममा हैन अनि अफिसतिर हेर्छौं हैन अफिसतिर हेर्छौं कि अहिलेको टाइममा एकदमै कम्प्युटर चाहिँ एकदमै एसेन्शियल भइसकेको छ हैन अनि जसले चाहिँ कम्प्युटर चलाउन जान्दैछ उनीहरुलाई मात्रै इम्पोर्टेन्ट पर्सन भनेर भन्छ हैन त्यसै कारणले गर्दाखेरि चाहिँ यहाँनेरि पनि त्यस के छ भन्दाखेरि चाहिँ यो फ्याक्ट्रीको यो मेसिनको ओनर चाहिँ को हो भन्दाखेरि चाहिँ फ्याक्ट्रीको ओनर को भन्दाखेरि चाहिँ बोर्जुवा ग्रुप जसले चाहिँ कसको काम खाइरहेको छ जो चाहिँ पोलिटेटेड ग्रुपको काम खाइरहेको छ उनीहरुको हरेक पसिना खाइरहेको छ हैन जति मेहनत गरे पनि त्यही स्यालेरीमा पहिला जति स्यालेरीमा काम गर्थ्यो प्रेजेन्टमा पनि त्यही स्यालेरीमा काम गर्छ जस्तै जति नै उनीहरुले 12 आवर्स नै काम गरे पनि स्यालेरी चाहिँ सेम हुन्छ हैन जति हार्ड वर्क गरे पनि के हुन्छ प्रॉफिट चाहिँ कसकोमा जान्छ भन्दाखेरि चाहिँ लिडरकोमा जान्छ बोर्जुवा ग्रुपकोमा जान्छ रुलिङ क्लासकोमा जान्छ हैन त्यो भनेर भन्छ यहाँनिर मैले पिक्चर देखाएको छु यो प्रॉफिट चाहिँ कसकोमा जान्छ एउटा लिडरकोमा जान्छ जसमा चाहिँ यहाँ देखिरहेको छ कि हात जोडिराखेको छ एउटा पर्सनले कि उहाँलाई चाहिँ कन्सिडर गरिहालौं कि उहाँ चाहिँ को हो यो उहाँ चाहिँ पोलिटिरेट हो हैन जसले चाहिँ हार्ड वर्क गरेको थियो हैन आफूले हार्ड वर्क गरेको थियो तर जति पनि प्रॉफिट आउँछ कि यो प्रॉफिट चाहिँ कसकोमा जान्छ बोर्जुवा रुलिङ ग्रुपकोमा जान्छ अनि हामी एक्जाम्पल दिएको फ्याक्ट्रीमा चाहिँ त्यहाँनिर काम गर्ने चाहिँ को हुन्छ भन्दाखेरि चाहिँ पोलिटेटेड ग्रुप हैन जहाँनिर चाहिँ पोलिटेटेड ग्रुप चाहिँ के गर्छ त्यहाँनिर चाहिँ आफ्नो स्यालेरीमा काम गर्छ हैन त्यहाँनिर जति हार्ड वर्क गरे पनि के गर्छ बादमा गएर त्यो जति पनि प्रॉफिटहरु आउँछ अनि त्यो चाहिँ के हुन्छ त्यो पैसा चाहिँ कसकोमा जान्छ रुलिङ क्लासकोमा जान्छ जो चाहिँ फ्याक्ट्रीको ओनर छ उसकोमा जान्छ हैन अनि ग्रुपकोमा बोर्जुवा ग्रुप जुन चाहिँ रुलिङ ग्रुप छ रुलिङ क्लास हैन रुलिङ क्लासको ग्रुपले चाहिँ खाली अझै प्रॉफिट कमाउने भनेर उनीहरुले चाहिँ खाली फाइदा मात्रै हेर्छ हैन लास्ट मार्क्सियन पर्सपेक्टिभले चाहिँ एकदमै अगेन्स्ट मा कुरा गर्छ कि फंक्शनलिस्ट पर्सपेक्टिभको हैन किन भन्दाखेरि चाहिँ के गर्छ भन्दाखेरि चाहिँ वेयरएज फंक्शनलिज्म चाहिँ के भन्छ जति पनि सोसाइटीमा भइरहेको छ र्याङ्किङ अर्डर छ हैन पुअर पनि सोसाइटीको लागि चाहिँ एकदमै नेसेसरी हो हैन किनभने फंक्शनलिज्मले चाहिँ यो चाहिँ सोसाइटी सर्भाइभ गर्नको लागि चाहिँ एकदमै नेसेसरी छ अनि जुन जतिवटा पनि ग्रुप छ हैन सोसाइटीमा जति पनि सोशल अर्डरमा छ हैन सोशल र्याङ्क छ सोसाइटीको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हो भनेर भन्छ वेयरएज मार्क्सिस्टले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ एकदमै अपोजिट कुरा गर्छ कि कार्ल मार्क्सले चाहिँ गरिब भन्दा एकदमै गरिब छ उसकोमा चाहिँ के पनि छैन हैन जसमा चाहिँ जो चाहिँ एउटा ग्रुप छ बोर्जुवा ग्रुप छ उले चाहिँ एकदमै खाली प्रॉफिट मात्रै जान्छ अनि हरेक कुरामा चाहिँ उसको मात्रै अधिकार छ जसले चाहिँ उले चाहिँ हरेक कुरामा कन्ट्रोल गर्छ अनि एउटा ग्रुप छ पोलिटिरेट छ उले चाहिँ खाली वेजेसको लागि मात्रै काम गर्छ उलाई चाहिँ केही कुराको पनि एभ्रीवेयर चाहिँ के छ एक्सप्लोइटेसन छ हैन अप्रेज छ जसलाई चाहिँ एउटा ग्रुपले अर्को ग्रुपलाई चाहिँ कन्ट्रोलमा राख्छ भनेर भन्छ so now we are going to discuss Weber perspective on social stratification. Max Weber played a significant role in the development of the theory of social stratification. While he accepted Karl Marx's idea of economic-based social classes, Weber extended the concept by introducing additional dimensions
According to Weber, social education is not based solely on economic factors, but also includes aspects such as market situation, social class situation, status, and power. Number 2, in capitalist society, Weber identified 4 main class groups. Number 1, the propertied upper class. Number 2, property-less white-collar workers. Number 3, the petty bourgeois. Number 4, the manual working class. Number 3, he emphasized that individuals who share a similar class situation also tend to share similar life chances, that is, the opportunities available to them in areas like education, employment, and health. Thus, Weber viewed class as a more complex and multidimensional concept that marxed purely economic model. वेबरले चाहिँ कार्ल मार्क्सको जुन चाहिँ इकोनोमिक थ्योरी छ, इकोनोमिक थ्योरीलाई चाहिँ के गर्छ, एक्सेप्ट गर्छ, तर के भन्छ, इकोनोमिक इज नट ओन्ली वान रिजन भनेर भन्छ। सोसाइटीमा रिजन पनि छ, मैक्स वेबरले चाहिँ अरू पनि रिजन छ भनेर भन्छ, जस्तै मार्केट सिचुएसन, क्लास सिचुएसन, स्ट्याटस एन्ड पावर भनेर भन्छ। अनि उहाँले चाहिँ कार्ल मार्क्सले चाहिँ दुईटा क्लास डिभाइड गरेको थियो भने बोर्जुवा एन्ड प्रोलेटारिएट सोसाइटीमा चाहिँ दुईटा क्लास मात्रै छ भनेर भन्छ। तर मैक्स वेबरले चाहिँ क्यापिटलिस्ट सोसाइटीमा चाहिँ मेनली 4 क्लास छ भनेर भन्छ। एउटा चाहिँ एकदमै प्रपर्टी ग्रुप छ जो चाहिँ अप्पर क्लासमा आउँछ हैन, अनि सेकेन्डमा चाहिँ प्रपर्टीलेस जो त्यो छ, अनि थर्डमा पेटी बोर्जुवा अनि म्यानुअल वर्किङ क्लास। अनि मैक्स वेबरले चाहिँ मार्केट सिचुएसन इज इम्पोर्टेन्ट भनेर भन्दाखेरि चाहिँ सो मार्क्सियन पर्सपेक्टिभले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ क्लास इकोनोमिक मात्रै एउटा रिजन छैन कि सोसाइटीमा चाहिँ र्याङ्क छुट्टिने, डिभिजन हुने हैन, तर बिकज अफ मार्केट सिचुएसन पनि छ, चान्स छ, लाइफ मार्केट सिचुएसन जस्तो छ, उनीहरू पनि त्यही प्रकारले नै के हुन्छ, उनीहरूको क्लास पनि डिफाइन्ड हुन्छ। जस्तै अहिलेको टाइममा फर इक्जाम्पल टेक्नोलोजी इम्पोर्टेन्ट रोल प्ले गर्छ हैन, अनि जसले चाहिँ कम्प्युटर चलाउन जान्छ, जसकोमा चाहिँ सफ्टवेयरको नलेज छ हैन, मार्केटमा चाहिँ भ्याल्यु छ नि त, जसकोमा स्किल छ, जो चाहिँ एकदमै क्वालिफाइड छ, अनि जो चाहिँ एजुकेटेड छ, उनीहरूको लागि चाहिँ चान्स छ नि त।